मानवाधिकार आयोगको प्रतिवेदन भर्खरै पढे। संसारको यसरी गम्भीर मानवाधिकार उल्लङ्घनको सम्बन्धमा गठन भएका आयोगहरूले गरेको सजायको सिफारिसमा सबैभन्दा कम सिफारिस गरिएको विश्वकै यो पहिलो हो। संसारमा यस्ता गम्भीर रूपमा मानवाधिकारको उल्लङ्घन भएका सम्बन्धमा हुने गठित आयोगहरूले हरेक ज्यान मारेकोमा प्रत्येक ज्यानको बेग्ला बेग्लै कैद सजाय गर्ने, त्यति मात्र होइन, यो जन्म होइन अर्को जन्मका लागि पनि कैदको व्यवस्था जस्तो 2 जन्म कैदको व्यवस्था यस्तो पनि गर्ने गरेको छ। जस्तो तपाईले हेर्नुभयो भने विश्वमा यस्तो अभ्यास युजिन डी ककलाई पनि गरिएको छ। उनले रङ्गभेद विरुद्धको आन्दोलनलाई दबाएर मान्छेहरू कयौं मारेर जसरी आततायी सिर्जना गरे, उनलाई 212 वर्ष कैदको सजाय, त्यति मात्र होइन, थप 2 जन्म कैदको पनि सजायको सिफारिस गरिएको थियो। हरेक मान्छे मरेकोमा बेग्ला बेग्लै कैद सजाय हुन्छ। यो होलसेलमा एकैचोटि यसरी 6 महिना बढीमा सजाय गर्ने भन्ने हुँदैन। त्यसो त एमनेस्टी दिने, माफी मागेमा माफी दिने पनि अहिले पनि यसमा संकेत देखिएको छ। यस्ता अभ्यासहरू पनि छन्। तर यो चाहिँ अचम्म लाग्दछ। यसमा धेरै गम्भीर ढंगले विश्लेषण गरिएको छ, तर सजाय हलुका ढंगले सिफारिस गरिएको छ। सेनाका विषयमा लगायत केही अन्तर्राष्ट्रिय अभ्यासहरूको विरुद्धमा यो प्रतिवेदन आएको छ। प्रतिवेदन यसरी हुँदैन थियो। हुन्थ्यो के म विस्तृतमा पछि प्रस्तुत गर्छु। तर अहिले चाहिँ 2 जन्म कैद व्यवस्था गर्नुपर्नेहरूलाई बढीमा 6 महिना भनेर सिफारिस गरिएको छ। यो अत्यन्त हास्यास्पद छ। अरू पाटाहरूमा म पछि विस्तृतमा उपस्थित हुनेछु।